न्याय पाऊँ राम्ररी काम गरेर खान पाइयोस् र काम गरेको राम्रो मजदुरी ज्याला मिलोस् त्यति भए भइगयो सही हो होइन र सही हो भोलि हामीलाई सरकारै आए पनि गर्ने हामीले यति नै हो ठिक हो यी नेता आए पनि गर्ने हामीले यति नै हो धारणा हो अब मोबाइल बोक्यो होइन मोबाइल बोक्यो गर्न कति बजे कन्छ आमा 5:45 भयो 6 बजी त एयरपोर्ट पुग्नु पर्ने होइन कन्छ पुगिन्छ होला पुगिन्छ त्यो भन्ने हो तपाईँको 7:30 तिर पुग्दा पनि हुन्छ क्या त्यो चाहिँ नछुटोस् यात्रुहरू चाहिँ भन्ने हो अन्तर्राष्ट्रिय उडानमा चाहिँ टाइम लाग्छ किनभने त्यहाँ लगेजहरू के चाहिँ सबै चेक जाँच गराउँदा निकै समय लाग्छ होइन यसमा त खास केही हुँदैन क्या लगेर चाहिँ त्यहाँ झोला मिलाइदिने उनीहरूले यसो चेक गर्छ सकिहाल्यो वडा न्यासले जम्मै वडा नि जम्मा खासका अपलौमा लामासका पाइडाछन् गर्न उ हिपाला वासका ठुला ओपाला वमा ठाङ हे ठुला अपला ठाङ्गी अपला फेरि लिप्डास खान अखपला चाहिँ वासका खुइपाला नि आछाले वडा नि मी वडा सिको गएछि अपला वासका हो विदेशको लागि चाहिँ अपला ओखरी मेयर छ हैन ओपाला हो विदेशलाई हो र अनि विदेशको लागि छुट्टै रहेछ अफिस हो नेपाल भरि चाहिँ छुट्टै रहेछ जम्मा सारेर विदेश त्यो मैपान त्यहाँबाट जान्छ रहेछ खोइ चाहिँ ढापाला पुग्नु तिमी रहेछ लामखिसा एवढाच का ओके टाइम मै वासका अनि यसका बेला छ अपला हजुर 7 बजेसम्म त पोखरै पुगिहाल्नुहुन्छ नि 7:30 मा चिया खाने बेला आउनु हजुर भिडियो गरेको हजुर Siapa ni na? Dia tahu kan aku pisah sikit kan. Ala sila Plimana pomanyo. Iya ni. हजुर नि ए चाहिँ बाबुरा आमा लिएर यो डोमेस्टिक एयर आइसकेको छौँ पोखरा जान लागेको हामी एयरपोर्ट प्रस्थान गरिसक्यौँ हामी चाहिँ यतिखेर प्लेनको पर्खाइमा छौँ हामी अलि चाँडै आएर काउन्टर खोलिरहेको अवस्था छैन काउन्टर खोलेपछि हामी चाहिँ 7 बजे यहाँबाट हाम्रो चाहिँ नि उडान छ त्यसपछि हाम्रो अवतरण चाहिँ पोखरामा 7:30 मा हुनेछ यस्तो छ गाइज र यति बेला चाहिँ फाइनली हामी बोर्डिङ क्रस गरेर आइसकेका छौँ अब हामी प्लेन चढ्ने तयारी वेटिङमा छौँ यति बेला है त वेटिङमा छौँ
आमा चाहिँ वासरुम जानुभएको छ। बाउ र हामी चाहिँ वेटिङमा बसिरहेको छौँ। आमा पनि आइपुग्नु। कफीहरू केही खानुहुने? कफी वेटिङ हलमा छौँ। बाउ आमा हामी सबै छौँ। हामी चाहिँ यहाँ वेटिङमा बसिरहेछौँ। टिकट यहाँ चाहिँ आपा चाहिँ टोइलेट जानु भएको छ होइन? आउनुहुन्छ होला। प्लेन अब हाम्रो आधी घन्टापछि प्लेन आउँछ अनि पोखरा जान्छौँ हामी। आपा पनि आइसक्नु भएको छ पर। सबैजना वेटिङमा छौँ ल। फाइनली आपा पनि आइसक्नुभयो। हामी 3 जना बसिरहेको छौँ। नम्बर सेभ हुनुपर्ने। अनि यात्राकै क्रममा यहाँ एयरपोर्टभित्र मेरो मामली दाई आदरणीय पुष्प दाईसँग भेट भयो। उहाँ चाहिँ मेरो जेठो दिकु अथवा मेरो आमाको दाईको छोरा हुनुहुन्छ। उहाँ यहीँ एयरपोर्टमा कार्यरत हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ बाबा र मम्मीलाई भेटेर यता हामीलाई कफी खुवाउन लिएर जाँदै हुनुहुन्छ। हामीले एक लट कालो चिया चाहिँ खाइसकेका थियौँ। अब कफी खाने भन्ने हाम्रो सरसल्लाह हुँदैछ। बाबा दाई आमा सबैजना हुन्छ। आस्ते हामी 7 बजे उड्न पर्ने। अहिले 8 बजेको छ। यति बेला चाहिँ हामी पोखरा गएर तालबाराईको दर्शन गरेर खाजा अनि त्यसपछि बल्ल खाजा खाने भन्ने हाम्रो प्लान थियो। यो वेदरको कारणले गर्दा हामी चाहिँ उड्न सकेनौँ। एयरपोर्टभित्रै छौँ। यति बेला चाहिँ खाजाको तयारीमा छौँ। आपारामा त्यहाँ आउनुहुन्छ। अब यहीँ चाहिँ ब्रेकफास्ट गरेर जाने। अब तालबाराईको पूजा चाहिँ भोलि गर्नुपर्छ होला सायद। यो चाहिँ हाम्रो एयरपोर्टको डोमेस्टिकको चाहिँ नि यो डाइनिङ त्यहाँभित्र छौँ। हाम्रो दाइ चाहिँ आउँदै हुनुहुन्छ यहाँ। अब प्लेन चढ्न जाँदैछौँ। प्लेन चढ्न जानको लागि हामी चाहिँ बसमा छौँ। आपा त्यहाँ हुनुहुन्छ ढाका टोपी लाउने। आमा चाहिँ यहाँ हुनुहुन्छ पुरै गम्भीर भएर रमित हेर्दै हुनुहुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। प्लेनहरू चाहिँ त्यहाँ पर छ। आमा आपा अन्य प्यासेन्जरको साथ मलाई थाहा थियो त्यो पहिले बुक गर्नुपर्छ भनेर म चाहिँ के सुनेको थिएँ भने चाहिँ म चाहिँ त्यहाँ भित्र उठिन यताउति बस्नु पाउँछु होला त्यहाँ यसो घुम्दै नि हुन्छ भनेर गएको थिएँ। तर खाना खाने ठाउँ चाहिँ भेटाएँ होइन, राम्रै ठाउँ भेटाएँ तर सुत्ने ठाउँ चाहिँ भेटाएँ। अनि विकासमा नि ट्र्याक रहेछ चितवनतिर आयो घुम्दै गर्थ्यो। त्यसको काम सिक्दै सिकाएको थिएँ
राम्रो हेर्न हजुर हाम्रो प्लेन चाहिँ यो हो आपा त्यहाँ लाइनमा हुनुहुन्छ आमा यहाँबाट झर्दै हुनुहुन्छ हामी चाहिँ प्लेन चढ्न लाग्यौँ ल गाइज पोखरा पुगेर भेटौँला हामी चाहिँ चढिसक्यौँ यता हेर्नु त आमा आपा यता नेलो पाते कि होइन पाराडिन नेलो टल्कीवाला चाहिँ दस दस त्यही अनुसार पोखरा आइपुगेका छौँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहाँ चाहिँ आपारामा हामी चाहिँ एयरपोर्टबाट निस्किँदैछौँ जाँदैछौँ YT 676 ब्रान्ड नम्बर YT 676बाट काठमाडौँ प्रस्थान हुने सम्पूर्ण यात्रुहरू एयरपोर्टबाट निस्क्यौँ हामी चाहिँ आपारामा हुनुहुन्छ है हामी निस्क्यौँ है हामी निस्क्यौँ है
Your attention please. We kindly request all passengers traveling to Kathmandu by हामी यति बेला चाहिँ पोखरा ल्यान्ड भएर हामी ट्याक्सी पक्रेर हामी होटलको खोजीमा जाँदैछौँ। अब हामीलाई पार्क पर्ने चाहिँ कहाँ लेक साइड हुन्छ कि त्यो फेवाताल छेउछाउतिर कता हुन्छ गुरु? हामी कता कता बसेर घुम्दा चाहिँ बेटर हुन्छ हामीलाई? लेक साइडै हो। ठिकै छ, हामी लेक साइड जाँदैछौँ यति बेला चाहिँ। र पोखरा हजुर अनि यहाँबाट त्यहाँसम्म गएको 1000 रुपियाँ अरे, ट्याक्सीको 1000 रुपियाँ। अनि चाहिँ आज दिनभरि जस्तो यो ट्याक्सी लिएर मैले तपाईँसँग कुदेँ भने कति? हामी धेरै टाढा जाँदैनौँ आज चाहिँ नि। अब त्यहीँ डेभिड फल्स जाने होइन, अनि त्यो के भन्छ नि त्यो महेन्द्र गुफाहरू त्यो चाहिँ, अनि त्यो यसो तालबाराई मन्दिर फेवा तालतिर गएर बोटिङ सुटिङ गर्ने। यता माथि मन्दिर छ नि एउटा, कुन मन्दिर हो त? त्यो माथि पुङ्जीकोट के छ नि मन्दिरमा? यो माथि पुङ्जीकोट हो, स्तूपा हो। अनि तलको लेक साइड कति टाढा हो र गुरु यहाँबाट? यहाँबाट लगभग 8 किलोमिटर। 8 किलोमिटर नजिकै छ। हामी झरेर ट्याक्सीमा जाँदैछौँ यसरी। आमा अब हामी घुम्दैछौँ है, पोखरा घुम्दैछौँ। हामी चाहिँ लेक साइडको एउटा होटलमा आयौँ। आमा आपा यो चाहिँ हाम्रो रुम बेड। म चाहिँ त्यहाँ सिङ्गल सुत्छु, यहाँ आपा आराममा सुत्नुहुन्छ। थकित मुद्रामा हुनुहुन्छ आपा आराम। प्लेनमा आउँदा पनि गाडीमा आउँदा हालत के हुन्थ्यो होला। भोक लागिरहेछ, भात बनेको छौँ, भात खान जाने। भित्र मोमा ठुलो चाहिँ हामी बसेको होटल। हामी अब फेरि घुम्नलाई पोखरा घुम्न निस्किँदैछौँ। आमा निस्किँदै हुनुहुन्छ त्यहाँबाट। अब चाहिँ हामी सरर पारेर सेती नदी हेर्न जाने, त्यसपछि बिन्दावासिनी, त्यसपछि चमेरी गुफा, त्यसपछि महेन्द्र गुफा, त्यसपछि फेवाताल, डेभिड फल्स लगायतको यात्रामा हामी निस्क्यौँ यहाँबाट है त। क्लिप आयो? पुरानो पिपलको बोट ढल्यो है क्या? यो यतिको काटेको अलिअलि टुट्यो। के चोक हुन्छ यसलाई? यसलाई लेक साइडै भन्छ। लेक साइडै। अब घुम्नलाई पैसा त निकाल्नै पर्यो। त्यो भएले हामी चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्क आइपुग्यौँ। अब यहाँ एकछिन झर्छौँ र पैसा निकाल्छौँ, अनि फेरि हामी निरन्तर यात्रामा जान्छौँ। हामी चाहिँ पात्ताले छागा आइपुगेको छौँ। आमा आपा निस्किँदै हुनुहुन्छ गाडीबाट। हामी अब पात्ताले छागेपछि चाहिँ नि अर्को ठाउँ कहाँ जाने म त्यो पनि देखाउँछु तपाईँहरूलाई। पात्ताले छागो, पात्ताले छागो, पात्ताले छागो। पात्ताले छागो घुम्नेको भिड चाहिँ यस्तो रहेछ है। पात्ताले छागो यो भिड चाहिँ राम 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 राम। हामी चाहिँ डेभिड फल्स आइपुगेको छौँ। आपा र आमा चाहिँ हेर्दै हुनुहुन्छ डेभिड फल्स। यो डेभिड फल्स भन्दा चाहिँ हाम्रो कुनै राजीमा खोलाको चाहिँ त्यो राम्रो छ चाहिँ नि, त्यहाँ झरना पनि छ भनेर चाहिँ व्यङ्ग्य गर्दै हुनुहुन्छ। मजाले निहाल्दै हुनुहुन्छ ल। पात्ताले छागो, पात्ताले छागो। त्यही पातिर त्यहाँ पक्रेर हेर्नु न, केही हुँदैन। पर गएर हेरौँ न, त्यहाँ जानु रे। म आउँछु, जानु नि, हिँड्नु हिँड्नु। यो भिड हेर्नेको भिड चाहिँ वास्तवमा थुप्रै देखियो, तर दैनिक चाहिँ सयौँको सङ्ख्यामा भक्तजनहरू चाहिँ आएको भेटियो। तर मेरो आपा र आमालाई चाहिँ मन परेन अरे, यो राम्रो लागेन अरे, केही न कामको चाहिँ भन्नुहुन्छ। वास्तवमा हुनु पनि हामी पाहाडमा जन्मेको मान्छेलाई यो चाहिँ नि कुनै नयाँ देखिएन। हिँड्नुहोस्।
वास्तवमा यो डेभिड फल्स यो फल्स वास्तवमा यसको गहिराइ चाहिँ नदेखिँदो रहेछ नि यसको गहिराइ चाहिँ नदेखिँदो रहेछ कति गहिरो छ भनेर मापन गर्न नसकिने रहेछ ओके आमाले चाहिँ मोबाइल झार्छस् भन्दै हुनुहुन्छ अब यहाँभन्दा उता चाहिँ यति नै रहेछ होला हाम्रो पैसा सकियो हाम्रो आजको पैसा सकियो पाताले छागो काम पुग्यो ल र यसको गहिराइ चाहिँ कति हो थाहा छैन यसको नेपाली नाम पाताले छागो डेभिड फल्स चाहिँ यसलाई विदेशी नाम गरेको एउटा डेभिड चाहिँ एउटा फल्स भएको हुनाले डेभिड फल्स भनेको रे पाताले छागोको चाहिने दर्शनपछि दृश्यावलोकनपछि हामी चाहिँ फर्क्यौँ यो पुरै पानीको बाफ चाहिँ पुरै हुस्से आइराख्दो रहेछ तर यसको गहिराइ कति छ मापन गर्न सकिएन देखिएन बाबुरा आमा लिएर म फर्केँ खास मजा लिनु सक्नु भएन बाबुरा आमाले यसको चाहिँ हामी चाहिँ फर्क्यौँ डेभिड फल्सबाट फर्किँदैछौँ मन परेन हाम्रो आप्पा आमालाई पाताले छागा ल हजुर बस्यो ल फेरि पछाडि बाटो भए म चाहिँ लु हान्नु त गिरा पापा म हान्नु नि ल आप्पारामाले चाहिँ पानीमा हान्दै हुनुहुन्छ लु पुसिहाल्नु आप्पा र आमा आउँदैछ यसरी झन्डै लाग्यो है पाताले छागो ल यो चाहिँ हामी गुप्तेश्वर महादेव जाँदैछौँ हामी चाहिँ नि गुप्तेश्वर महादेव जाँदैछौँ आप्पा र आमा लिएर आउँदैछु महादेवले हाम्रो रक्षा गरून् मेरा सम्पूर्ण श्रोता दर्शकहरूको चाहिँ नि रक्षा गरून् जय गुप्तेश्वर महादेव लस यो चाहिँ गुप्तेश्वर महादेव करिब 500 मिटर भित्र रहेछ यो चाहिँ जसको दर्शन गर्न गइरहेको छौँ यो चाहिँ पर डेभिड फल्सबाट निस्केको पानी यहाँ दर्शन गर्न पाइन्छ भेट भएको छ भनेर जसको दृश्यावलोकनको लागि हामी जाँदैछौँ यो चाहिँ यसरी प्रवेश गर्नुपर्ने रहेछ हजुर हो हो ल ल चुप लागेर यतिकै राख्नु न हामी चाहिँ आउँदैछौँ बाबुरामा दर्शन गरेर आमा टाउसी टाउसी बाबा ल
यो चाहिँ करिब 500-600 मिटर तल रहेछ है गाइस। हामी चाहिँ यो गुप्तेश्वर महादेव करिब हजुर यो हलेसीकै अवतार जस्तो रहेछ है, तर हलेसी भन्दा निकै गहिरो। हामी 600 मिटर तल गुप्तेश्वर महादेवको दर्शन गरेर निस्क्यौँ। आमा चाहिँ ऊ तल हुनुहुन्छ हौ यापाला। थाकेर हिँड्न नसकेर उकालो आपा चाहिँ टिप्दै हुनुहुन्छ, केटी पनि भए हो। कहाँ हो सिम? आमा चाहिँ गल्नु भयो अरे गाइस। टाइम यो पुसिए जब्बडी चाहिँ जब्बडी हुन्छ, गलेर पनि जाने भन्दै हुनुहुन्छ। यो मन्दिर हो। हामी गुप्तेश्वर महादेवको दर्शनपछि आपा र आमासँग निस्केर अब जान लाग्यौँ। हामी यति बेलासम्म गुप्तेश्वर महादेवकै प्राङ्गणमा छौँ। ल यो चाहिँ गुप्तेश्वर महादेव मन्दिर दर्शन गरेर चाहिँ नै पुण्य कमाउनुहोस्। ल आसो पुसिए है गाइस। यो चाहिँ चमेरे गुफा अरे। ल यसमा चाहिँ पुरै अँध्यारो रहेछ, केही देखिएको छैन। मान्छे यसमा चाहिँ खासै देखिएन, अन्धाधुन्दा हिँडिरहेको छु म चाहिँ। अब केही भित्र मान्छे गएको छ कि के हो? चुरी छिरेर निस्किनु पर्यो। दिस इज ब्याड केभ, आई मिन चमेरे गुफा। कस्तो डरमर्दो छ गाइस यो त, बाफ्रे केही देखिएन। ल यो चाहिँ सबै चमेरा रहेछ, हेर्नु पुरा यस्तो अनघन्टाहरू छ। यो चाहिँ पुरै डर लाग्यो गाइस मलाई। यो चाहिँ लगभग 200 मिटर तल रहेछ। मेरो आपा चाहिँ एक्लै लाइट लिएर घुमिरहनु भएको छ। उहाँ निकै जिज्ञासु उत्सुक हुनुहुन्छ। यो चाहिँ नि उता घुम्ने ठाउँ जाने ठाउँ देख्नु भएन अँध्यारोको कारणले। अब हामी फर्किन लाग्यौँ, अनकन्ठा ठाउँमा छौँ। यो चाहिँ डरमर्दो गुफा रहेछ है गाइस। यो पोखराको आउनै पर्ने एउटा ब्याड केभ, तर मलाई चाहिँ अत्यधिक डर लाग्यो। टेक केयर। हामी चाहिँ चमेरे गुफाबाट निस्किसकेका छौँ। ओ माई गड, मलाई चाहिँ साह्रै डर लाग्यो गाइस। बाबा चाहिँ आउँदै हुनुहुन्छ। अहिले चाहिँ हामी सबै पाताले छाँगा, गुप्तेश्वर महादेव, चमेरे गुफा, महेन्द्र गुफा घुमेर हामी सेती नदी आइसकेका छौँ। आप्पा चाहिँ हतार गर्दै हुन्छ डुल्नलाई। आमा चाहिँ यहाँ हुनुहुन्छ चाहिँ नि फेवाताल जान हतार आमालाई। म सेती नदी लिएर जाँदैछु गाइस। दिस इज सेती नदी। सेती नदी हेर्न आएको, सेती नदी देखेर छक्क पर्दै हुनुहुन्छ आप्पा आमा। हो सेती नदी गाइस। हिँड्नुहोस् होला ल आउनु। हामी सेती नदी हेर्न आउँदैछौँ है आपा र आमासँग। ल आपा र आमाको मुहारमा चमक छ, पुरै डुल्न पाएर खुसी हुनुहुन्छ। यो चाहिँ सेती नदी राम। यो भित्र त थोरै गएर छैन त। ओ माइ लर्ड, यो त बहुत डरमर्दो रहेछ है सेती नदी। वाउ, सेती नदी साइले
सम्झनामा लड्नु झन् लडिहाल्छ क्या सेती नदी अवलोकन गर्दैछौँ हामी चाहिँ सेती नदी अवलोकन गर्दैछौँ पारी झरना छ म चाहिँ तल डरले चाहिँ भिडियो खिच्न डर लाग्यो तल ओ माई गड मोबाइल झर्छ भने डर लाग्यो मलाई चाहिँ अनि यता आपारामाको खिच्दैछु अब यहाँ छु मैले केही गर्नु पर्दैन है पक्रिराख्नु धेरै पर नजाए ऊपर भी आती होगी ना आमाले मेरो भिडियो खिचिदिनु भयो आपा त्यहाँ यो चाहिँ सेती नदी रे गाइज यहाँ यस्तो डरमर्दो लगभग 1 किलोमिटर तपाईँ पनि 500 मिटरको गइरहेछ त्यो माथि चाहिँ यस्तो धेरै खर्च गरेर बनाएर लिएर आएको रहेछ यो बाँध बहुत रमाइलो लाग्यो डर पनि लाग्यो मुटु कमजोर हुनेले हेर्न सक्दैन यो खोला यसको गहिराई कहाँ छ देख्नै सकिँदैन गाइज म चाहिँ डरले हेर्नै सकेन गाइज सेती नदीबाट फर्क्यौँ है हामी चाहिँ दिस इज सेती नदीबाट घुमेर निस्क्यौँ हामी आपारामाको दिल पनि खुसी बनाइयो आफ्नो पनि दिल खुस भयो बुढाबुढी खुसी मुद्रामा हुनुहुन्छ यो चाहिँ सेती नदीबाट फर्किएको दृश्य यसपछि चाहिँ सेती नदी सकेर आउने क्रममा हामी बिन्दावासिनी प्रवेशद्वारमा आइसक्यौँ आपा गाडीबाट निस्किसक्नु भयो बिन्दावासिनीमा आइसक्यौँ एउटा बनानी एउटा यता हेर्नु त आपा तपाईँले तल जानु आपा नै जानु न ओके नि ल साँच्ची र हामी बिन्दावासिनीको काखमा पुग्यौँ जाँदैछौँ परिवारलाई चारो बोकेर आजको बिहानदेखिको घुमाइ थकित भइसक्नु भयो आमा बाबा म आफू पनि गलिसकेँ अब गलेर चिरिप्प चाहिँ नि मन्दिर जाने मान्छेले त्यो कुरा त गर्नु नहुने लोकल कुखुराको सुप बनाउनु लागेको छ गएर खाएर आनन्दले सुत्छौँ जय पोखरा जय बिन्दावासिनी आइपुग्यौँ यहाँ चाहिँ जुत्ता चप्पल खोलेर चाहिँ नि भित्र जानुपर्ने रहेछ तर सबै ठाउँ जुत्ता चप्पल कहीँ पनि खोलेको थिएन अहिलेसम्म चाहिँ यहाँ चाहिँ खोलेर जानु लाग्यो आपारामाले खोलिदिनु घन्टा हल्लाउँदै आपारामाले चाहिँ बिन्दावासिनीको दृश्य है यो चाहिँ पुरै रात परेर चाहिँ नि अधुरो देखिन थालिसक्यो यो चाहिँ बिन्दावासिनी आपारामा त्यो भिडबाट आउँदै हुनुहुन्छ बिन्दावासिनी मन्दिरको दर्शन गरेर फर्क्यौँ है गाइज बिन्दावासिनी मन्दिरले हामी सबैको कल्याण गरून् जय बिन्दावासिनीमा जय बिन्दावासिनीमा हामी फेवाताल पनि आइपुग्यो सबै गुफा मठ मन्दिर सबैको दर्शन गरेर आमाको मनपर्ने ठाउँ फेवाताल पनि आइपुग्यो है गाइज फेवाताल पनि आइपुग्यो यहाँ चाहिँ तालबारै पारी चाहिँ त्यो चाहिँ तालबारै हो
सेन्टिमेन्ट ढोलो र म चाहिँ फाइनल्ली चाहिँ नि फेवामा छिरिसकेँ बोटिङको लागि होइन। बोटिङ अत्यधिक महँगो रहेछ तर पनि अब महँगो भनेर नि भएन, अब यसै रमाइलो गर्न आएको। दिस इज फेवा र बाउलाई यता चाहिँ नि तयारी गराइयो चाहिँ नि, आमालाई यता तयारी गराइयो। हामी चाहिँ पुरै तयारी भयौँ। अब यो भाइले हामी चाहिँ सर र जाँदैछौँ हजुर। हामी तालबाराईबाट दृश्यावलोकन गर्दै जाँदैछौँ। हामीले छोडिसक्यौँ। हामी त यो फेवा तालकोमा जामा आइपुग्यौँ हजुर। आसिम हेलो ऊ ओकोपामा यसको चोसो छ क्या पर एयरपोर्ट नका बानी पाएन ओ त्यो ब्याङ्क पुसी बाजे हेलो खाउँको हेलो हेलो। तालबाराई त्यहाँ छ, हामी चाहिँ नि बिच पुग्यौँ। गुरुङ गाउँ त्यहाँ छ, हामी त्यो गाउँ घुमेर आउने हो होइन। भोलि चाहिँ त्यस्तो चाहिँ त्यो थुरीमा खेल्नु मन छ मलाई। ल मलाई चाहिँ यो खुब रहर लागेको छ। भोलि म चाहिँ यो गर्नेवाला छु। जय पाचेन यस्तो गाह्रोमा पनि सर्नु त मजाले सर्दो रहेछ भाइ यार। यो ताल त बसेको पानी हुन्छ नि त पानी त, तर नि कस्तो मजाले सर्दो रहेछ क्या ख्याउँदा। कता गएको यो पानी चाहिँ? फेवा तालमा साइले डुङ्गा सलाला सम्झना तिम्रो तस्बिरै झाला। 22 प्रजातिको माछा पाइन्छ। 22 थरीका माछाहरू पाइन्छ तालमा। निकाल्न त दिँदैन होला है? हुन्छ कि हुँदैन? हुन्छ बुवा। माथिबाट आउँछ नि पानी। एक मेन खोला भनेको माथिबाट आउने खोला जसको नाम चाहिँ हर्पन खोला भन्छ। त्यो हर्पन खोला आएर बनेको ताल हो। तर बर्खाको बेलामा चाहिँ के हुन्छ भने यो डाँडा काँडा जङ्गल हरेकतिर पानी डसाएर आउँछ। अनि जुन पानी चाहिँ अब त्यो माटोसँग बगाएर आउने पानी भएर धमिलो हुन्छ पुरै। किनभने यो थमरीको थमरिहाल्छ पानी। धानीलेमा पर्ने टारेको होइन, पर्ने टारेको मोबाइल यही पाथी र बहिनीलाई देखाउनु खुसी गएको है भन्नु है। कहाँदेखि आउनुभएको? पूर्वदेखि? तालबाराई ती नजिक थियो अघि, अहिले त कहाँ पुग्यो तालबाराई। फेवा तालको मजा आइयो। फेवा तालमा साइली बागमतीको पानी हेर्दा गुरुङ गाउँ भनेको कति भयो भाइ त्यो? 1 किलोलाई 400 ग्राम जति हो। भनेको कति पैसा भयो? 400 भयो। 500 रुपियाँ दिनु न। 500 रुपियाँ दिनु? कतिको यो? सस्तै रहेछ त हौ। सस्तोमा दिएको नि दाइ तपाईँलाई भाइ। ओ थ्याङ्क यू यार। अनि यसको उहरू फाल्नु पर्छ नि हैन? हामीले चाहिँ यो चाहिँ नि गु फाल्नु पर्छ। हामीले चाहिँ यो भित्रै माछा पनि खरिद बिक्री गर्यौँ।